यस्तो राम्रो गरेर हुन्छ हाम्रो मम्मीले मोमो हेर्न सक्नुहुन्छ। हेलो एभ्रिवान, वेलकम टु माई भ्लग। आयो सबैजना सन्चै आरामै हुनुहुन्छ र म पनि सन्चै आरामै छु। र आज चाहिँ हामीले चाहिँ के गराउन लाग्छौँ भने तपाईँहरूलाई देखाउँछु। हामीले चाहिँ आज चाहिँ होममेड मोमो बनाउनु लाग्यो। ताकिमा हेर्न सक्नुहुन्छ। हामीले चाहिँ आज होममेड मोमो बनाउनु लाग्यो। म चाहिँ प्याज कटिङ हान्दै थिएँ, यसो भ्लग बनाइदिउँ कि भनेर भ्लग गराउनु थालेको। म चाहिँ यहाँ प्याज कटिङ हान्दैछु, हेर्न सक्नुहुन्छ। म चाहिँ देखाउँछु कि आज हामीले होममेड मोमो कसरी बनाउँछ। यो मोमो बनाउने कुक चाहिँ हाम्रै मम्मी हुनुहुन्छ। हाम्रो मम्मी चाहिँ इन्डिया कति बस्नुभयो अरे? 2 महिना चाहिँ इन्डिया गएर मोमो सिकेर आउनु भएको हो। मोमो बनाउन यहाँ स्टिम सिस्टम छ, मोमो बनाउने ल्याएर हाम्रै मम्मीले घरमै बनाउँछ होममेड मोमो। मलाई आउँदैन त्यति साह्रो, तर हाम्रो मम्मीले चाहिँ A to Z मोमो बनाइदिन्छ। म फाइनल उस पनि देखाइदिन्छु हजुरहरूलाई हाम्रो होममेड मोमो कस्तो छ भनेर। हाम्रो मम्मी चाहिँ 2 महिना जति इन्डिया, हाम्रो मामाकै आफ्नै होटल छ, होटल भने के दोकान छ मोमोको, अनि त्यहाँ गएर सिकेर आउनुभएको हाम्रो मम्मी चाहिँ। म चाहिँ देखाउँछु हाम्रो मम्मीले कस्तो गरेर हुन्छ मोमो भनेर। हेर्दै जानु होला, माया देखाइदिनु होला। हाम्रो चाहिँ मोमो बनाउने प्रक्रिया सुरु भइसकेको छ, देख्न सक्नुहुन्छ। यहाँ मम्मीले चाहिँ मैदा मुसेर पनि भ्याइसक्नुभयो, यहाँ चाहिँ किमा पनि बनाएर भ्याइसक्नुभयो। अनि मोमो बन्ने छ हाम्रो मम्मीले अचार बनाएर पनि भ्याइसक्नुभयो। यति जाँगरिलो हुन्छ नि मान्छे, के आवाज आएको छ? यहाँ हामीले टेबल किनेको साँच्चै हेर्न सक्नुहुन्छ। यो हामीले टेबल किनेको चाहिँ धेरै भएको छैन, 2-4 दिन भयो होला। टेबल कस्तो छ यसो भनिदिनु होला टेबलको बारेमा पनि। डाइनिङ टेबल हो यो चाहिँ, अहिले किनेको। यो चाहिँ हाम्रो मम्मीले मैदा मुस्दै हुनुहुन्छ। किमा भयो। अब यो बेल्नाले मैले चाहिँ बेल्छु। यहीँ बेल्न मिल्छ, यो टेबलमै चाहिँ बेल्न चाहिँ। अब यो यस्तो चिल्लो छ नि त, त्यही भएर चिप्किन्न, त्यही भएर टेबलमै बेल्न मिल्छ। त्यही भएर उसमा चक्कामा नबेलेर हामीले चाहिँ यहीँ टेबलमा बेल्ने भनेछौँ। हाम्रो चाहिँ यहाँ मोमो आधी रेडी भइसकेको छ। हाम्रो मम्मीले बनाएको हेर्न सक्नुहुन्छ। हाम्रो मम्मीले यति राम्रो गराउनुहुन्छ, बुट्टा सुट्टा भरेर मोमो। मम्मीको कला यो राख्नु त। मम्मीले चाहिँ हेर्न सक्नुहुन्छ 2 महिना काम गरेको फाइदा चाहिँ निकाल्नुहुन्छ है जसमा हाम्रो मम्मीले। यस्तो राम्रो गराउनु, अलिक क्लियर ल, यस्तो राम्रो गराउँछ हाम्रो मम्मीले मोमो, हेर्न सक्नुहुन्छ। अब चाहिँ त्यहाँ मोमो चढाउनु लाग्यो स्टिममा। म पेलेर बसेको हो। अब हाम्रो मम्मीले चाहिँ यहीँ उसमा स्टिममा तेल लाउनु भयो। तेल लायो भने फेरि चिप्किन्न नि त, त्यही भएर तेल लाएर मोमो चढाउनु भएको छ। म चाहिँ मोमो लभर परेँ, त्यही भएर हाम्रो मम्मीले चाहिँ छोरालाई भनेर मोमो बनाइदिनु लाउनु भएको छ। धेरै माया गर्नुहुन्छ जेस। एकटा लाएर तेल पुग्यो यसरी मजाले चट्ट यस्तो भाप उड्ने गरी मोमो हालेर। अब चट्ट यसलाई चाहिँ कति जति मम्मी, कति मिनट जति राख्नुपर्छ होला? नपाक्दा झेल राख्नुपर्छ अरे, मिनेट होइन है, नपाक्दा झेल गरेर राख्नुपर्छ अरे। अब चाहिँ म यहाँ बेल्ने कार्यक्रम छ मेरो चाहिँ। म चाहिँ बेल्नेतिर लाग्छु, बेलेर भ्याएर। अब मोमो रेडी भएपछि यसको फाइनल लुक देखाउने छु हजुरहरूलाई, हेर्दै जानु होला फाइनल लुक चाहिँ कस्तो हुन्छ हाम्रो मम्मीले बनाएको मोमो। म टेस्ट पनि गरेर हजुरहरूलाई अब भिडियो माध्यम के भन्छ अरे, भिडियो माध्यम
भिडियो माध्यम देखाउन जाँदैछु भिडियो माध्यम देखाउँछु अब नजिक त नजिक भएको भए त अब खाना दिइहाल्नुहुन्थ्यो अब भिडियो माध्यम हेर्दै एडजस्ट गर्नु के छ र जिन्दगी त्यही हो अब हेर्दै जानु होला भिडियो हाम्रो चाहिँ फाइनल्ली कामसाम भ्याइयो मोमो बनाउने मम्मी चाहिँ यहाँ अब टेबल सफा गर्दै हुनुहुन्छ त्यहाँ चाहिँ 4वटा चटनी निकालेको मोमो चाख्नको लागि अनि अरू मोमो चाहिँ यहाँ स्टिममा पाक्दैछ अब यो पाकेर भ्याएपछि सिधै देखाउँछु कस्तो भएको छ हाम्रो मोमो भनेर र चाहिँ फाइनल्ली मोमो रेडी भइसकेको छ हाम्रो मम्मीले बनाएको आफैले हाम्रो मम्मी चाहिँ यहाँ हुनुहुन्छ मोमो हेर्नु सक्नुहुन्छ हाम्रो मम्मीले बनाएको मोमो चाहिँ यस्तो बनेको छ हाम्रो मम्मीको बारेमा यसो 2-4 कमेन्ट चाहिँ हानिदिनु होला हाम्रो मम्मी मोमो कस्तो बनाउनु भने अब म चाहिँ मोमो निकाल्न गइरहेको छु यहाँ थालमा निकालेर राखेर चटनी छ चटनी र अचार फाइनल देख्न सक्नुहुन्छ मोमो हाम्रो मम्मी बनाएको मोमो चाहिँ रेडी भइसकेको छ अब चाहिँ म टेस्ट गरेर भन्छु हजुरलाई कस्तो छ हाम्रो मम्मी बनाएको मोमो चाहिँ मिठो छ म यो मोमोलाई 10 मा 8 दिन्छु जस मिठो छ रहेछ मोमो चाहिँ अब मोमोसँग खाइन्छ मोमोसँग खाएर भ्याएपछि भ्लगलाई किनिहाल्छु म फाइनली गाइज मोमो चाहिँ खाएर पनि भ्याइसकेको छ अब चाहिँ सुत्न जानु लाग्यो खाएर मोमो लगभग कति 40वटा जति बनेको थियो क्या हो 40वटा जति बनेको थियो मैले चाहिँ त्यही 25वटा जति खाएँ होला अनि 25वटा जति खाएको खाना खानु मन लागेन कि अब खाना चाहिँ भोलि खाम्ला अब चाहिँ सुत्न जानु लाग्यो ढोका सघा पनि बन्द भयो ककरले अन्तिमसम्म हेरिदिनु भएको छ भने छोटो मिठो कमेन्ट छोडिदिनु होला त्यही हो आजलाई चाहिँ भलकै थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो डोन्ट फर्गेट टु लाइक एन्ड सब्सक्राइब हिट द बेल आइकन यति भन्दैला आजलाई म बिदा चिन्न चाहन्छु हस्त बाइ बाइ गाइज फेरि भेटौँला न्यू डे न्यू ब्लगको साथ आजलाई यति नै